Hello guys, this is Anish Janjan and welcome back to my new vlog. So आज चाहिँ हामी साथीहरू यहाँनिर 4 जना 5 जना जाँदैछौँ टुवर्ड्स के भन्छ सोलोखोप है। अन्त हियर इज माई फ्रेन्ड निरज, पछाडि विशाल। अन्त राइट नाउ हामी चाहिँ यहाँ भाइचुङ स्टेडियम अगाडि जाँदैछौँ बाई फुट। यताबाट जाउँ यताबाट पर डाइरेक्ट निक्लिन्छ कताबाट यता जाउँ यता खोलाहरु गयो भएको छैन त उता खोला जस्तो गयो यो चाहिँ गाइज यो पाल्जरी भाइचुङ स्टेडियमको पछाडिपट्टि हो। यो धुप्पी गाडीहरू जुन देख्नुहुँदैछ यो बाटो हो। यो सर्टकट निस्किन्छ वी आर गोइङ दिस वे है। मजाको छ यहाँनिर। मटर गस्ती खुली सडक में के छ लानु भन्दै थियो कि दुध खानेको खत्तम हुन्छ नि। थाकी दाइ जी भाइ अहिले चाहिँ हामी कल हिँड्दैछौँ है। फुटपाथ चाहिँ पुग्न आँटिसक्यो, जङ्गल बाटो हिँड्दैछौँ। अन्त अगाडि छ केटाहरू। अब क्या यसको अंदर प्र्याक्टिकलको लागि गर्न माथि त्यहाँ गएर त्यहाँ पुगेर ऊ गर्न ओए कस्तो छ भ्यू? ओए कस्तो छ भ्यू? फिल द प्लेस म्यान। सो यहाँदेखि चाहिँ एकदमै दामी भ्यू छ। तपाईँहरू आउनु सक्नुहुन्छ। दामी रहेछ यहाँको भ्यू है। अन्त यसले चाहिँ फोटो खिची माग्दैछ। ह्यान्डसम छ केटा। म फोटो खिच्छु गजक्कै निक्ली त म भिडियो गर्छु। गाइस तपाईँहरू चाहिँ आधार कार्डले यसरी फ्रीमा उयो गर्न सक्नुहुन्छ। यतै लोकल हुनुहुन्छ भने सबै केटाहरू त्यसै गर्दैछ। इट्स फ्री फर अल। सिक्किम सिटिजन होइन। सो हामी फोकटमा हिँड्दैछ। सो वी आर एन्टर हियर। यो चाहिँ तपाईँको जोग्राफिकल एरिया हो। यहाँ शिवजीको मन्दिर। सो यहाँ चाहिँ जुत्ताहरू निकाल्नुपर्छ। जुत्ताहरू फुकालेर जानुपर्छ है। सो हामी चाहिँ जुत्ताहरू फुकालेर है खाली खुट्टा जाँदैछौँ दर्शन गर्नु महादेवको। यहाँ फोटो हऱ्यौ।
मजा आउँछ त यो कस्तो सो गाइस अगाडि चाहिँ सो गाइस अगाडि चाहिँ महादेवको एउटा ठुलो मूर्ति छ है। अब तपाईँहरूले चाहिँ कतिले देख्नु भएको छ होला, कतिले देखेको छैन, तर मेरो भ्यूबाट चाहिँ अहिले देखाउँछु है नामी। देखाऊ देखाऊ पापा को देखाऊ जय भोलेनाथ जय भोलेनाथ नि जस्तो चाल्दाखेरि नि फेरि यहाँ यहाँको त बहुत छ कस्तो भ्यू एकदम दामी पिसफुल जो मनको दे शान्ति तेरो फोटो खिच्न आँट्यो क्या सो हामी जति हामी 40 स्टेप टेक्दै जाँदैछ त्यति भोलेनाथको अगाडि जाँदैछ हामी है। अब माथि गएर चाहिँ टिका लगाउनु पर्छ। अन्त यहाँ चाहिँ धेरै टुरिस्टहरू आउनु भएको छ, इन्डियन टुरिस्टहरू नै हो। Here is the bell. यहाँ बस्नु होला हौ हजुर सेरीमा सारा सिक्किमलाई तैँले थर्काइस्। एकदमै मजा आएर चाहिँ पिसफुल। अब एक त हामी यहाँनिर भगवान् के भन्छ शिवजीको मन्दिर आइरहेछ हो। अन्त अर्को कुरा यहाँनिर मौसम पनि दामी भइरहेछ होइन। कस्तो भइरहेको छ एकदम दामी दोस्त तिमीलाई विश्वास कस्तो भइरहेछ? अब यति शान्ति भइरहेको छ यार के भन्नु वर्णन गर्न सक्दिनँ म। यता बुबुलाई बु कस्तो भइरहेछ हौ? शान्ति सबै शान्ति खोज्नु आएको रहेछ। तँलाई कस्तो भइरहेछ? आशीर्वाद पाइस्? आशीर्वाद पाएको ब्लेस्ड सो मेरो फ्रेन्डहरू चाहिँ अलिकति साई छ है क्यामेरामा बोल्नु चाहिँ। अन्त यस्तो मजाले खुलेर बोल्नु सक्दैन, जस्ट लाइक मी है। म अलिक साई नै छु, जस्तै मेरो अनुहारमा तपाईँहरूले देख्नु सक्दैछ अलिक साई खालके फेस एक्सप्रेसन आउँदैछ है। के भयो सो म चाहिँ शिवजीको ब्याक साइडमा छु। अन्त देख्न सक्नुहुन्छ पछाडिको यसले मलाई पर्खिरहेछ गाइस। हेलो भाइ।
हेलो हेलो इधर इधर माथिको निकाल्छ नि मेरो स्टोरी लगाउने भोलेनाथ इज एभ्रिथिङ फर मी भोलेनाथ इज एभ्रिथिङ फर मी जोर से भाई शक्ति नहीं छोड़िया 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 this much ऐसे बजाते हैं भाई कैमरा रेडी देखो वो हाई वाइब्रेसन भयो यो चाहिँ साउन्ड चाहिँ मजा आयो है फोटोहरू खिचेको हल्का मैले तर खिचेको छुइनँ फोटो तर फोटोहरू अरू बेलामा आएर खिचेको यो चाहिँ दामी लाग्दिन्छ मलाई डिजाइनहरू यहाँ पछाडि कार धनु बोकेर बस्नुहुने स्ट्याच्युको चाहिँ राई जति पनि राईको उयोहरू छ उहाँको चाहिँ देवता भनेर भन्छ है अब मैले चाहिँ त्यति सुनेको है त्यही हो अरे अन्त अरूले पनि भन्छ त्यही हो सो गाइज हामी निकै घुम्यो है अन्त यहाँ चाहिँ चिसोमा बसेँ म पछाडि चाहिँ केटाहरू साथीहरू चाहिँ रेस्ट गर्दैछ म एकछिन रेस्ट गर्छु सो टाइम ल्याप्स हेर्नुहोस् है वाकिङ हुँदा ओइ सो गाइस अहिले हामी चाहिँ फर्केको है आदि साथीहरू गइसक्यो हामी दुईजना विशाल र म छौँ अन्त ठिकै जाने बेलामा पानी पऱ्यो है अन्त पानी परेर हामी फर्किँदैछु अन्त त्यही हो आज हल्का सर्ट्सहरू सानो मात्रै क्लिप गरेँ ज्यादा जस्तो सिनेमेटिक लिएँ त्यही हो किप वाचिङ माई भिडियो है सो आजको लागि यति नै है बाई बाई